मान्य सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2083 को परिच्छेद 9 बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम 2083 भदौ 10 गतेको बैठकमा हुने गरी निर्धारण गरेको बेहोरा जानकारी गराउँछु। साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा 1 जना माननीय सदस्यको एउटा प्रश्न हुने र बाँकी प्रश्नको हकमा सभामा भएको प्रतिनिधित्वका आधारमा हुने विभाजनबाट हुन आउने सङ्ख्या बमोजिम बढीमा 15 वटा प्रश्न सोध्न सकिने बेहोरा जानकारी गराउँछु। प्रश्नकर्ता सदस्यले 2083 भदौ 5 गते शुक्रबार दिनको 1 बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने बेहोरा समेत जानकारी गराउन चाहन्छु। मान्य सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रश्न सोध्न चाहनुहुने मान्य सदस्यहरूले सोही नियमावलीको नियम 59 बमोजिम प्रश्न सम्बन्धी शर्त पूरा गरी आफ्नो प्रश्न दर्ता गराउनु हुन र प्रश्नकर्ता मान्य सदस्यहरूले धेरै लामो र निरर्थक प्रश्न नगरी संक्षिप्त रूपमा आफ्नो प्रश्न दिनुहुन समेत म मान्य सदस्यहरूको ध्यानाकर्षण गराउँछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक मिति 2083 भदौ